हेलो गाइस, वेलकम बैक टू माय यूट्यूब चैनल। तो आप सभी कैसे, आप सभी अपने घर में अच्छे ही होंगे। तो आज देख सकते हो, आज हम लोग स्कूल यूनिफॉर्म में और ये सब देखो, हम श्याम मंदिर जा रहे हैं। अब हम श्याम मंदिर जा रहे हैं आज कॉलेज से, क्योंकि बस 2 घंटे मात्र पढ़ाई हुआ। हम लोग का सब्जेक्ट सब खत्म हो चुका है पढ़ाई, तो बस 2 घंटे मात्र पढ़ाई होता है, तो इसीलिए अभी छुट्टी हो चुका है। तो हम लोग जा रहे हैं श्याम मंदिर घूमने के लिए। आप सभी बने रहिए और देखते रहिए क्या क्या करते हैं हम लोग श्याम मंदिर जाते हैं घूमने के लिए। चलो गाइस, अब हम लोग जा रहे हैं मंदिर। देख सकते हो सब लोग आए इधर ही, ये मेरा सब क्लास फ्रेंड सब। इट्स अ फ्रेंडली चैनल। गाली मत इधर देखिए, यही बहुत ज्यादा बोलती रहती है ना। कस्तो गर हेरी तो मुख धेरै जुम छ अरे, बरु यसरी नै गर न। बरु यसरी नै सेल्फी। तो गाइस, हम लोग जा रहे हैं गाइस। आज देख सकते हो इतना अच्छा मौसम है, इतना अच्छा मौसम, इतना अच्छा हवा चल रहा है। तो हम लोग इसी मौसम में ऐसा ही इंजॉय करके हम लोग जा रहे हैं घूमने के लिए। नेपालीमा बोल नेपालीमा भन्नु नेपालीमा। हेलो गाइज, नेपाल इज भेरी ब्युटिफुल। एकदम राम्रो कन्ट्री छ नेपाल। अहिले चाहिँ यस्तो गर्मी छ, तर अहिले फेरि मौसम एकदम राम्रो भएको छ। कति चिज हावा आएर छ, नेचुरल इट्स भेरी नेचुरल। नेपाल इज नेचुरल। तपाईँले काठमाडौँको बारेमा हावा, त्यसमा पल्युसन छ भनेर सुन्नु मात्र भएको होला, तर हाम्रो देशमा, हाम्रो कन्ट्रीमा, अरू ठाउँमा छैन, त्यसमा मात्र छ। हाम्रो चाहिँ कलेजको साइडमा यो कुन हो, यो हस्पिटल, सिटी हस्पिटल रहेछ। हेर्न सक्नुहुन्छ हजुरहरू, आउनु होला यहाँ। केही तबियत खराब भयो भने सबैजना यही दबाई गरिदिन्छु फ्रीमा होइन, आउनु होला। हाम्रो कलेज साइडमा नै छ। हेर्नु सक्नु, सबैजना अगाडि गइसक्यो। साथीहरू वेट गरिरहेछ, अब हामी पनि निस्किने अब छिटो। गाइस, फर्स्ट महिनाको फर्स्ट टिप्ला हामीहरू जोडेर खाइरहेछौँ। हेर्न सक्नु सबैजना पछाडिमा फर्स्ट टिप्ला। अमिलो चाहिँ रहेछ, सानो नै थियो, तर खानामा चाहिँ अमिलो रहेछ। फर्स्ट टिप्ला, फर्स्ट हाफ खाएको आज खाएर रहेछ। आज मिठो छ त। कसलाई रहेछ यो टिकुला खानुभएको छ कमेन्ट गरिदिनु होला ल। अब हामी पनि श्याम मन्दिर पुग्न आँटिसकेका छौँ, बाटोमा नै छौँ। ल त्यहाँ पुगेर अनि फेरि आउँछु हजुरहरूलाई। गाइस, हामी चाहिँ श्याम मन्दिर आइसक्यौँ। देखा श्याम मन्दिर यता हेर्नुहुन्छ, साइडमा छ। इट्स अ भेरी ब्युटिफुल मन्दिर लोकेटेड इन विराटनगर पनि। ल अब हामी चाहिँ यता हात धोएर अनि जुत्ताहरू खोलेर अनि जानुपर्छ, किनकि मन्दिरमा जुत्ता लगाएर जानुहुन्छ पाप। त्यो सबैलाई थाहा छ, कमेन्ट नगर्नु फेरि, म पहिला नि भनिदिएँ। चराउनु पापीको खास अब यता हेर्न सक्नुहुन्छ श्याम मन्दिर आइसक्यो हामी। अब यता सबैजना सुजहरू खोलिरहेछ। म पनि यता हात धुनु। अघि चाहिँ त्यो आम्ला खाएको थिएँ नि, आम्ला भन्छ के भन्छ, आँप खाएको थिएँ। टिकिला आँपको बच्चा। अब हामी पनि सुज खोल्ने भइसक्यो। सबैजना सुज खोलिसक्यो गाइस, मेरो बाँकी छ। गाइस, अब सुज खोलिहालेँ, अब जाँदैछौँ मन्दिरको भित्र। हेर्न सक्नुहुन्छ श्याम मन्दिर। सबैजना गइसकेको छ अगाडि। अब श्याम मन्दिर जानु पर्यो। हेर्न सक्नुहुन्छ कति राम्रो छ क्या, बाहिरबाट हेर्न सक्नुहुन्छ नि गाइस, कति राम्रो छ। यो लगाएर म सेकेन्ड टाइम आएको छु श्याम मन्दिर, सेकेन्ड टाइम। हेलो ल, अहिले चाहिँ मूर्ति चाहिँ बन्द छ, पूजा पनि भएको छैन होला सायद, केही छैन। तर हामीहरू रमाइलो गर्ने आयो फर्स्ट टाइम साथीहरूसँग। हेर्न सक्नुहुन्छ कति राम्रो रहेछ हौ, कति चित्रहरू बनाएको छ भगवानको। गाइस, यता यसरी नै हामी ड्रेस ढोकिहाल्यौँ भगवानलाई। अब चाहिँ यता घुमिरहेको छु, के छ हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ शिव पार्वतीको मूर्ति छ, यता हेर्न सक्नुहुन्छ। के हो नारिवल टाँगेको छ पुरा, के थाहा अब।
ल ल यता चित्रहरू हेर्नु कति राम्रो छ यता मन्दिर अब एकछिनमा यो मन्दिर चाहिँ खुल्छ अनि अब ल हामीहरू जान आइसकेका छौँ त्यहाँबाट एक दुईवटा फोटो क्लिक गरेर अनि जानुपर्छ ल हेर्न सक्नुहुन्छ गाइस हेर्न सक्नुहुन्छ हामीहरू मन्दिरमा बसिरहेको छु सबै साथीहरू चाहिँ सुन्नुहुन्छ सबैजना बसिरहेको छ म पनि त बसिरहेको छु अब एकछिनमा जाने त्यहाँबाट अनि हेर्न सक्नुहुन्छ कति राम्रो राम्रो चित्रकलाहरू कोरेको छ श्याम मन्दिरमा अनि यता हेर्नु झुमरहरू कति राम्रो छ हौ यहाँ बसेर यहाँ आएपछि त पुरा सुकुन जस्तै फिल हुन्छ कि पुरा सुकुन जस्तै अनि अब एकछिन हामी यहाँ बसेर मूर्ति ओपनिङ छ अनि त्यो धोकेर अनि जानुपर्छ हामीलाई यसले पूजा भइरहेछ हेर्न सक्नुहुन्छ अनि कस्तो लाग्यो श्याम मन्दिर ल कस्तो लाग्यो श्याम मन्दिर बबाल 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 रहेछ सबैजना आउनु होला सुकुन जस्तै फिलाएर चाहिँ नि रिल्याक्स सबै टेन्सनहरू सबै गइसक्यो अब गाइस अब एकछिनमा हामी यहाँबाट निस्किने ल फेरि भेटौँला हामी चाहिँ अहिले भर्खर निस्केको त्यहाँ श्याम मन्दिरबाट अब चाहिँ हामी कलेज जान लागेको सबै साथीहरू अगाडि गइसक्यो म चाहिँ सुज लाउँदै अलि ढिलो भयो अब ल गाइस कस्तो लाग्यो ब्लग हेरिदिनु होला नत्र अहिले जान्छु केही खानको लागि नत्र बसमा नै जान्छु ल बाई बाई